सबै बाहिर निस्किहाल। सासूको कर्कश आवाज सुन्ने बित्तिकै भित्र कोठामा गुटमुटिएका सातै बुहारीहरूको मुटु काँपेर आयो। जेठी बुहारी हस्याङ फस्याङ गर्दै आँखा मिच्दै बाहिर निस्किन् र भनिन्, आमा म उठे, म त ढिकीको काम सुरु गर्ने लागेकी थिएँ। लगत्तै माइली र साइली पनि पछ्यौरीले टाउको बाँध्दै निस्किए। सासूको आँखा तिनीहरूका अनुहारमा गाडियो। गर्न लागेकी थिएँ रे, गरेपछि मात्र म पत्याउँछु। ल हेर, हिजो बेलुकाको जुठो भाँडा अझै टल्केको छैन। माइली त जा पधेरामा 7वटा गाग्रो भरेर नल्याई चियाको नाम पनि नलिनु। साइली त गोठ सोहोर्न जा, गाई बस्तु भोकै कराइरहेका छन्, तँलाई भने निद्राले छोडेको छैन। बिस्तारै काइली, अन्तरी र जन्तरी पनि डराउँदै आँगनमा उभिए। उनीहरूको अनुहारमा थकान र सासूको डर प्रष्टै देखिन्थ्यो। सासूले प्रत्येकलाई कामको फेरिस्त सुनाउन थालिन्। काइली त आज बारीको खन्जोत गर। अन्तरी र जन्तरी तिमीहरू दुईजना मिलेर आजै सबै मकैको खोस्टा उप्काएर थन्क्याउनु। एक दाना पनि भुइँमा झरेको देखे भने मेरो रिसको ठेगान हुने छैन नि। सासूको शासन यति कडा थियो कि कसैले हवस भन्नु बाहेक अर्को शब्द बोल्न सक्दैनथे। सबैभन्दा अन्तिममा कान्छी बुहारी हाई गर्दै बाहिर निस्किन्। उनी अरूभन्दा अलि निडर स्वभावकी थिइन्। उनलाई देख्ने बित्तिकै सासूको पारो तातियो। ए कान्छी, त महारानी नै भइसकी। सबै दिदीहरू काममा लागिसके, त भने भर्खरै जिउ तन्काउँदैछौ। यो घरमा बस्ने भए यहाँको नियम मान्नुपर्छ। जा, गएर जेठीलाई ढिकीमा सघा र त्यसपछि कुचो लगाएर आँगन ऐना जस्तो बना। कान्छीले केही बोल्न त खोजिन्, तर जेठी दिदीले आँखा झिम्काएर चुप लाग्न इसारा गरिन्। आँगनमा कामको बाडफाड सकिएपछि पनि सासूको कचकच रोकिएको थिएन। उनी पिँढीमा एउटा गुन्द्री ओछ्याएर बसिन् र हरेक बुहारीको कामलाई सूक्ष्म रूपले नियाल्न थालिन्। माइली बुहारी खाली गाग्रो बोकेर पँधेरोतिर दौडिन् भने साइली गोठतिर छिरिन्। काइली